ल त केटा हो हाम्रो चाहिँ आज चितवनमै हो कि टिजिएन तिर हो स्पोर्ट्स कि भर्सेस गोर्खा रक्सको म्याच चल्दैछ गाइज प्रिपरेसन टाइम हुँदैछ है त एन्ड हाम्रो रोनीको आइडी यति अगाडि कसरी आयो क्या पहिलादेखि नै यतिकै म्याक्स थियो कि अहिले पुस्तम सरले कसरी जित्यो अरे जित्नुभयो ए लौ त्यही भनेको क्या रोनीको आइडी कसरी यति म्याक्स भएर माथि आयो भनेर सोच्दैछु म बिहान वारमा हेर्छु यो पुरै क्ल्यानको नम्बर 5मा छ ओके हाम्रो रोस्टर चाहिँ को हुन्छ भने रोनी पुस्तम सर अनि कृष्ण सर जोरो सर अनि किशोर सर हुनुहुन्छ है त अनि ओपोनेन्ट हाम्रो गोर्खा रक्सबाट चाहिँ द घोष सुमन माई लाइफ गिसिङ अनि ओके फाइनली हाम्रो आज रोनीले बिगाऱ्यो भने आज रोनीलाई जुर्माना हुन्छ है त सो अलिकति ख्याल गर्नुहोस् यहाँ जतिजना छौँ हामी यहाँ ग्रुपमा सबैलाई जिपी हानिदिनु पर्छ आज बिगाऱ्यो भने तिमीले ओके कृष्ण सर हाम्रो एट्याकमा गइसक्नु भइसकेको छ है तल एन्ड म माइक म्युट गर्छु ल्याउनु भएको रहेछ है त आशीर्वाद गर्दै हुनुहुन्छ है त बाहिर निस्किँदैछ ओके नाइस आरसी इन्डी दिएर भित्रतिर मलाई त्यसपछि यो यता आरसी चाहिँ टाउन निकाल्ने कोसिस गर्नुहुँदैछ गइसकेको छ यता आरसी चाहिँ बाहिर सायद मल्टीतिर गएको भएको छ and then you multi asset tower पनि निकाल्छ होला है स्टार्ट गरिहाल्दा हुन्छ आर्मीमा रोबी एउटा ड्रागन एकपल्ट ड्रागन भएको छ किङ एकदमै राम्रो भएर छ अहिलेसम्म चाहिँ फुल जान सक्ने चान्स चाहिँ भने अझै रहेको छ है त मोनो टेकडाउन भएर मोनो आउँछ कमान मोनो निक्ल्यो भने चाहिँ जान्छ बट ल गएन यार 96% हाई पर्सेन्ट ल्याउनु भएको छ है त जोरो सर जाँदै हुनुहुन्छ चार्ज गर्दै हुनुहुन्छ फ्रम 7 o'clock जस्तो 7 o'clock पेट चाहिँ गर्नु लागेको छ आरसीको भ्यालु कति आउँछ भन्ने कुरा हो होइन आरसीको पेट मरिसकेको छ
रिकल गरिसकेपछि चाहिँ आरसी चौतिर आएको थियो नि त त्यसले आरसी चाहिँ रिकल गरिदिनु भयो पोइजन लिएन त त्यसै and then we had answer नजिजानी भयो ठिकै गइरहेछ अझ रहेछ त्यहाँ जीवन मिलाएर दिउँ है टाउनमा निकाल्नुपर्छ होला पोइजन डबल जीवन दिन टाउनमा निकाल्नु पर्यो टिममा हेरेर अरे पर्सन काममा त्यो मिना छोडेको साइडतिर आर्छ र अलिकति त आर्थिक राम्रो भएको सायद छैन नै पैसा चाहिँ बसाउनु पऱ्यो 80 आउँछ त गाइस 80 त आउनु पर्ने होइन डायर यता फेको एकजना स्टोरीमा आउँछ होला ओके 81% ठिक छ त नाइस कसको कलर छ गाइस त्यसै गर्दा नत्र एउटा फायर स्पिटर एउटा फायर स्पिटर निकालेर अनि डबल चाहिँ मोनोको टाउन निकालेर अर्को फायर स्पिटर एउटा आर्मी छोड्दा पनि हुन्छ राम्रो हुन्छ बिचमा एउटा गर्छु परिको हुन्छ बिचमा फायरबल अट्याक गर्नु भएको यार मलाई ठुलो नै हो त सुपर 80 हमारे 3 स्टार चाहिए और जैसे जाना ना तो ये दूसरा आगे तो करना है बोला मैं मेरे को नहीं सलाम भाई तो थोड़ा है सुपर ओके down no One more. क्या छ यसको ला वन स्टार हुन्छ क्या वन स्टार आरसी बाकी प्लीज मतलब अरे त्यो उस फ्लोर कोइन मर उस कोही 25 सेकेन्ड हो र मरेन त अस्तो मर्छ अब one star guys one star what the hell guys 1 star oh no first one star attack 3 star हानेर अनि 1 star भइसकेको छ है त this was unexpected जोरो सरको बेस always डिफेन्डिङ मा खतरा हो हैन जोरो सरको बेस चाहिँ Hey, Rooney sir, Christian sir. Unbeatable version the Zoro sir so guys. Lo pusam sar ma Zoro pusam sar lai hai sikawe. Okay, put sir in the attack guys. And I want to see one thing, my voice is recording or not. Okay, voice to record better is Cheta and RC charge गर्दै हुन्छ केटाले maximum time यही साइडबाट RC charge गरेको छ सबैले यता इजी हुन्छ त्यो साइडबाट र यो साइडबाट एट्याक गर्नको लागि अनि त्यसको टाइम छैन है मेन के छ कोही बिर्सन हुन्छ सधैँ यो उठाइदिइहाल्नु ल यो फुटेज उता नगोस्
ओके कहाँबाट आर्मी आउने छ त्यहाँ बनाइसकेको छ Oh no, this is Hilltop guys. Hilltop is very general. Hilltop is not Toronto भनेको. फर्स्ट ओभर यो 3 मिनेटमा जान्छ Good. आरसीबी छोड्दिनु सर आरसीबी छोड्यो दामी गइरहेको एकदम कन्सन्ट्रेट भएर एकदमै राम्रो एकछिन यो वार्डन गइसकेको छ हेडहन्टरहरू रेडी गरिराख्नु यो उजा टावरमा उता युज गर्दैन भयो माथि हुन्छ गर्दैन ल ठिकै छ ओभर साइड हुँदै गएको दामी सबै अझै पनि ठिकै दामी भइरहेको छ आर्मी पुरै ग्याप Isso só não dá no ano. Tá caindo no canal. दामी 82% सरको पनि सो किशोर सर किशोर सरको दामी गयो है राम्रो भ्यालु नेट गएको एउटा सर हेर्दैन त मैले किशोर सरले हेर्छु त्यो स्पिडरमा अब यार मोनालिसा आयो मिडमा आउँछ अब सर मिलाएर एबिलिटी दिम है अगाडि लगाएको Okay, this one is nice attack from nice attack सर एउटा आचार्य के भन्छ यसलाई त्यो पुस्तम सरको एउटा बेस बाँकी छ अनि पर्सेन्ट ओके पर्सेन्ट रोनीको एट्याक हेरौँ वार्डन एबिलिटी वार्डन कार्ड खेलिसकेको रहेछ है त आर्सीले डाउन निकालेको रहेछ डर लाग्यो त रोनीको बेस डिफेन्ड गरेको त ल दामी मलाई त्यही बेस शङ्का लागेको त ठिक छ एकदमै हाई पर्सेन्ट चाहिने तल फर्केपछि अब दिँदा नै भयो अब दिँदा हुन्छ अब दियो एयर डिफेन्स गर्छ अब दिँदा हुन्छ दियो दामी एट्याक चाहिँ राम्रो गरिरहेको छ लास्टको मोनोलिथिक अब हामी पोस्ट हाल्नुपर्छ हाई पर्सेन्ट
चान्स है त हाई पर्सेन्ट चाहिँ जाने रहेछ अर्केन है स्टार नआए पनि हाई पर्सेन्ट मेरो बेस अब त तपाईँको स्टेप पनि खाएको नि खासै तर पर्सेन्टेज कति हाने पुऱ्याउनु सकेको छ आज त रङले के हो डरै हान त दामी यार रेन्जर गएको कता गयो कता गयो दादा टाइम फेल हुन्छ कि जस्तो जस्तो लाग्यो अलिकति ग्रिन आएन कोही पनि नभएको दाउको टाइम फेल भयो जस्तो छ Okay, this is 95, 96%, 97%, 98%. This is time failure. 98% time failure. Attack and यसै गरी म्याच चाहिँ सकिन्छ है त एन्ड 91% भनेपछि 3 स्टार हान्ने पनि ओपोनेन्टको 87% हुन्छ एन्ड रिजल्ट चाहिँ हाम्रो 11-10 भएको छ त्यसै गरी हाम्रो किचेन स्पोर्ट्स चाहिँ जितिसकेको छ गोर्खा रक्सलाई है त